पक्नुस्। तपाईँ जस्तो मान्छेले महिलामाथि यति धेरै विभेद र हिंसा भएको देखेर पनि कसरी व्यवस्था गर्न सक्नु? हिंसा देखेर पनि नदेखे चाहिँ गर्नु लैङ्गिक हिंसाको अर्को रूप हो। बुझ्नुभयो होइन? ठिक भन्नुभयो तपाईँले, म गलत रहेछु। म पनि आजैदेखि महिलामाथि हुने कुनै पनि हिंसा सहन्न। तपाईहरू पनि सचेत बन्नुहोस्। गाउँ समाजमा हुने गरेका लैङ्गिक हिंसा अन्त्यका लागि हामी सबै सचेत बनौँ। यदि आफ्नो टोल छिमेकमा यस्ता घटना देखेमा सम्बन्धित निकायमा खबर गरौँ। लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि केयर नेपालको अभियान।